हेलो गुड मर्निङ सबैजनालाई। आज म पोखरामा छु। आजको ब्लग चाहिँ मैले पोखराबाट सुरुवात गर्दैछु। आज हामी सबैजना परिवार मिलेर मुस्ताङ मुक्तिनाथ जाने योजना गरेका छौँ है। सबैजना आइसकेको छ, लगभग आइसक्नु भएको छ। हामी चाहिँ 19 डिसेम्बर रहेको छ। अहिले चाहिँ हामी पोखरा बाजेघरमा छौँ। बाजेघरबाट चाहिँ यस्तो छ, यो एरिया चाहिँ यस्तो छ। माथिबाट चाहिँ हिमालय देख्छ है, माथिबाट चाहिँ हिमालय देख्छ। अहिले यहाँबाट चाहिँ देख्दैन। यहाँ जाडोले मर्न चाहिँ लाग्छ, जाडो चाहिँ अति जाडो छ। यताबाट चाहिँ हिमालय देख्छ। यताबाट चाहिँ हिमाल देख्छ। ए हाम्रो साली नानी बजाइ हुनुहुन्छ, बाजे हुनुहुन्छ। ओ सबैजना आइपुगिसकेछ है। ल ल हेलो 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 ओ छामै हिलिहाल्छ बर। ए को यो को मान्छे यो? नि नानु तारा मिल्छ त्यहाँ बहिनी म बाहिर हेर्दै बसेको। त्यसो लाइनै आउँछ कि भिडियो गर्छु भनेको त साई साई। ओ नानी चितवनको हो? मैले देखिनँ कि। जा भाइ खोइ इबेस खोइ त मैले देखेको थिएँ। तिमीले देखेको थियो? एउटाको आधी मात्रै हेरेको किन आधी हेरेको त नि? गुरु बजे क्यों राजा भाई हुआ पास ए मचा लाई जम्माको तारा हाम्रो यहाँ बजाएर माइजू हुनुहुन्छ। हामीसँग गाडी चाहिँ हो। परिवारहरू निस्किँदैछन् सबैजना। हाम्रो बाजे यहाँ बसिराख्नु भएको छ। हामी चाहिँ अहिले बाजेकै घरमा बसेको हो। ल झोलाहरू हाल्नु दिनु त, झोलाहरू हालिदिनु त। अर्को हाम्रो हिरो होइन, माथि हालिदिन्छ नि छ्यामा। झोला पास गरिदिनु त। ल है हामी जाने गाडी चाहिँ यो है। झन् भिडियो गरौँला भनेको सबैजना अघि नै आएर डम खाजा खान थालिसकेको रहेछ। अहिले बिहानको 7:30 बजिसकेको छ। कराच दिमाग कम्यो न, कराच ब्याग दिमाग कम्यो। हिरा चाहिँले मलाई पैसा सही छ चाहिँछ कुरा चाहिँ होइन दिमायो एउटा। ल दिमायो भेज मकान है। सोनी सुत्न पाउँदैन है। प्लास्टिक छ कि छैन यहाँ? प्लास्टिक छैन भने प्लास्टिक प्लास्टिक प्याकेट गाउँको मान्छेसँग आयो भने चाहिँ यस्तो मकै खान पाउँछ, अचार खान पाउँछ। मकै अचार खाँदैछौँ। पारो नै छुट्टै छ। कुरकुरे चाहिँ मजाले चाह चाहिँ चिन्छु मैले। सानो
हजुर यहाँ चाहिँ माछाको नि परिकार छ है कति ल अलि हालिदिने यहाँ दुईजना खान्छ पछाडि दिँदै गरेको हौ मैले हो माछा 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 तिमीहरूको मतलब त्यस्तो हाम्रो यस्तो मोजा ताप्नु मोजा बाटो हेर्नु बाटो बाटो हेर बाटो माछा माछा बाटो हेर्नु खोला बग्यो माछा माछा म चाट्यो अन्त यहाँ चाहिँ हामी पिछा फिर्न रोकेको छौँ यस्तो पहाड हेरेर गाइज केटाहरू यहाँ मस्त मुस्ताङमा मस्त तरिकाले चिलमा हाम्रो गाडी चाहिँ यस्तो छ है हेलो हेलो गाइज के छ के छ हामी चाहिँ लेते आइपुगिसक्यो यहाँ साथीको होटेलमा खाना खानको लागि आइपुगेको छौँ यहाँ यस्तो राम्रो हिमाल देखिन्छ यहाँबाट कतिवटा बनाएर तेरो त हाले छैन मैले त काली देखेर हाले छैन तिमी त हेर्न त नि यो भन्दा कालो मेरो यो जस्तै कालो भयो हिमालको छेउमा बसेर खाना खानको मजा छुट्टै हुन्छ त्यसले हामी हिमाल देख्ने गरी बस्न आएका छौँ योभन्दा लगभग 2.5 वर्ष अगाडि पनि हामी यही ठाउँमा हामी साथीभाइहरू केटाहरू बसेर खाएको थियो के हाम्रो छोराहरूमा चाहिँ कान्छ यो हो दाजुभाइहरूमा चाहिँ कान्छ यो है म यहाँ चाहिँ खाना आइसकेको छ यहाँ आमा पार्टीलाई चाहिँ खाना आइसकेको छ यता केटाहरू अझै आइपुगेन यिनीहरूले मिठो मिल्कुमा यसको हेचेसिर्छ नि ल लैजा मुन्टै लाग्नु नाइ फुपू छ्यामै नाच लाउँछ भिडियो फोटो खिचिदिल के जम्मेको इत्ता के काली लाड्डामा त लेख्नु नि त ल लेख्नु त हो ल यता नि खाना आइपुग्छ क्या अझै एउटा जिटा आउनु अझै एउटा बाँकी छ दिदी एउटा 20 वटा हजुर ल यहाँ आइसक्यो नपर्नेलाई खुवायो ल है ल खाए ल भातमा नै हालिदिनु भातमा नै हालिदिनु यस्तो सरर दालमा भातमा मेरो चाहिँ आइपुगे छैन खानामा हाले होइन तेरो मान
हामी चाहिँ मुस्ताङको मार्फामा आइसकेका छौँ। मार्फा माध्यमिक विद्यालय स्याउको बोटहरू यही हो सबै। मुस्ताङको स्याउको बोटहरू मार्फा छिरेपछि चाहिँ लास्टमा नाम चाहिँ हुँदो रहेछ क्या दुध टाउको पनि अरू बाइक छ भने रेनकोट चाहिन्छ भन्छ यहाँ यहाँको छालाले छोड्छ। केटा र ओढेर हिँड्ने भयो होइन एउटा फोटो खिचिदिनु न यार। त्यो त जिउ थियो ल ओइ यहाँ हेर्न ओ यहाँ ओरिजिनल छ त चरम क्या है पैसा लाग्छ। ए यो होइन ओरिजिनल त नानी ओरिजिनल त होइन हो जम ओरिजिनल त होइन रहेछ नानी स्याउ टिप्यो काटेको रहेछ त्यो पछि त्यो पलाउँछ घाँस पलाउँछ अलिअलि घाँस पलाउँछ त्यहाँबाट ल एकअर्कालाई भिडियो गरेर पनि हेलो Siya dan lila ra. An siya dan tanya ona. Onju bil mikli la jan. Ita? खान नि बसिगे बसे Halo, ano mo mom lagi tira. Agad mo rin ninjil ka no ginagita kay. Sila na ito para ulit. Na ठ्याक्कै गरेर हाल्क्यो नि झेक्दा तपाईँको अन्त माझुरले सिद्धि हटेर है श्वेताको घर मेन च्याउकै हो लुक्ने गल्ती रे
ठ्याक्कै कुकुरको नि सेम बनाएर राखेको छ सेम कुकुरको सेम कुकुरको जस्तै छ है ठ्याक्कै होइन कि छौ न होइन कि छोएर हेर्दा त्यहाँ बस्न मिल्दैन नि त याकले काटेर छाक्नु पर्दा अगाडि गएछ त हामी सँगसँगै हिँड्नुपर्छ मम्मीलाई बोला न पुरानो घर हो क्या यहाँ उत्तर केन्द्रमा यो बुद्ध गल्ली कम यहीबाट फर्किने हो हेलो हेलो पछाडि बस्यो भने तेरो टाइप देखाउँदै हिँड्नु मात्रै रहेछ राम छ है राम लाग्यो नै लाग्यो झाँक्री गल्ली आइपुग्यो हामी ठुलो चाहिँ राख्ने कति वर्ष भयो अलिकति माथि चाहिँ के हो मल हो हामी चाहिँ अब जेरी गर्ने है यही हो जेरी गर्ने यही हो भाइरल गल्ली अनमोल किसीहरू हो क्या यार अनमोल किसीहरू हो अब यहाँ चाहिँ अब अहिले यही बाटो फर्किने हामी यही बाटो सल्लाहु पहिले सानो निन्द्रामा Guys, हामी फाइनली आइपुग्यो गाइस ल
गाइज गो अब सबैजना अब निस्क्यौँ ल हेलो 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 गाइज ल ल ल आऊ निस्क्यौँ I'm so good. We are finally in Zomsom guys है हामी फाइनली जोमसम आइसकेको छौँ हाम्रो फ्यामिलीहरू चाहिँ यता हुनुहुन्छ सबैजना होइन रमाइलो गरिरहेछ नाचिरहेछ सबैजना यो होममा चाहिँ हामीले बुक गरेका थियौँ अब यहाँ जानेवाला छौँ फाइनली वी आर हियर guys lah Halo Dain, namaste. हामी चाहिँ होटलमा आइपुगिसक्यो इन्कर हेलो दिदी हामीले बुक गरेको थियो हजुर खाना बेलुकाको लागि बेलुका के खाने भेज खाने कि नन भेज खाने मासु भात खाने कि दाल भात खाने दाल भात बेलुका सबैलाई दाल भात खानु भोलि मन्दिर गएर आयो ल अनि हाम्रो चाहिँ मात्रै 20 जना होइन 2 जना गाइस ल ल ल गो 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 कम कम है जोस बाँकी छ अब बेलुका देखाउनु पर्छ है हाम्रो चाहिँ नाचगान सुरु भइसकेको छ आज राति 8:30-9 बजीसम्म हामी चाहिँ यसरी नै नाच्नेछौँ है हाम्रो प्रोग्राम चाहिँ स्टार्ट जोमसमबाट सुरुवात भइसक्यो आँधी हाल्यो मायाको डोरीले गोर्खा कुकुरले आँधी हाल्यो मायाको डोरीले गोर्खा कुकुरले गोर्खे उडानमा मायालाई पहिला गोर्खे कुकुरले मायाले पहिला नम्बरमा
मन्जिलो मायाले पहिला नगरमा मन्जिलो मायाले पहिला नगरमा Gina
Elise binde pa miya san yaar. Min mobil satu pun tidak. Aku mobil. Aku mobil tamu itu nih. हिंदी गाना है आप लोग सिखाए हम डांस करेंगे आप लोग सिखाए इधर हम डांस करेंगे ले 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 सारा
होइन जम्मै गर्नु न बसको क्या हेलो 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 कहाँ से? किधर से महाराष्ट्र से। महाराष्ट्र से। ओके कोल्हापूर सांगली कोल्हापुर सांगली। हेलो मैम हेलो 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 मैम हेलो 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 किचन मध्ये हेलो मैम हेलो 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 यहाँ चाहिँ हाम्रो अर्को ग्रुपहरू चाहिँ खाना खाँदै हुनुहुन्छ उहाँहरू चाहिँ इन्डियाबाट आउनु भएको रहेछ जस रमाइलो भइरहेछ सबैजनासँग हाम्रो गुरुजी बेस्ट गुरुजी है हामी चाहिँ यहाँ थकाली भान्सामा बसिरहेछौँ है गाडी पनि देखाउनु भएर गाडी हाम्रो बेस्ट गाडी है इभी गाडी रे तर हामीले त्यो महसुस चाहिँ गरेनौँ राम्रोसँग ल्याइपुर्यायो हामीलाई धन्यवाद छ यो गाडी र गाडीको साउजीहरूलाई गाडी ल्याइदिने सहचालकहरू सबैलाई हामी चाहिँ अहिले जोमसमको यो एयरपोर्टको नजिकै गेटमा बसिरहेछौँ जोमसमको नाइट भ्यू चाहिँ यस्तो छ है आई डोन्ट नो
ल हामीले चाहिँ रातिको 8:30 बजे हामीले जमसममा ड्रिम होममा हामीले खानाको स्टार्ट गरिसक्यो है। धुमधाम नाचेर खाना रेडी भएका छौँ। नाचेर भोग लागेको छ सबैलाई। हेलो हेलो गाइस, के छ? खाना मिठो छ नि? झैया चाहियो रे यता। हेलो हेलो हेलो। ल के छ? मिठो छ नि? ल ल के छ खाना? मिठो भइरहेछ? ल है मेरो भाग चाहिँ यहाँ छ। ल हामी चाहिँ अब खायो है, रेडी गाइस। ल खाना ल्याउनु अझै ल्याउनु अर्कोचोटि त थापिदिनु नि छ ठिक्क भयो। मालो टाके टापा टुकु जाम मालवले हो गाँठे उठिन्छ लोज खाले माले यता 3 चोटि, यता 4 चोटि, यता 4 चोटि आउँदैछ। 4 चोटि हो र मम्मी 3 चोटि 3 चोटि यो चाहिँ ठाउँ साह्रै चारौँ चोटिमा पुग्यो। यता पनि 4औँ चोटिमा पुग्यो। ल ल पुगेन भने भन है, फेरि पकाउनु पठाउँछु। खाना भ्याएर दिन्न बनाउनु पर्छ। ठप्प बनाएको भन। पहिलाको बात बनाए हे टम्मा किला माउनी तपाईँहरू खाएर आउनु, हामी सुतेर बस्छौँ। हेलो गुड मर्निङ एभ्रीबडी। हामी चाहिँ जमसनबाट फेरि अब मन्दिरको लागि जानको लागि रेडी भइसकेका छौँ। अहिले हामी होटेलबाट चेकआउट गरिसक्यौँ। बिहानै हामीले चेकआउट गरिसक्यौँ। हामी चाहिँ अब हामी बस्दैछौँ, अब निस्किँदैछौँ। हामी चाहिँ सबैजना रेडी हुँदैछौँ। ल अब माथि गएर हामी फेरि भिड्नेछौँ है त। हामी अब 6:30 बजी आयो, यहाँबाट निस्किन्छ हामी। Finally we are in Mustang, मुक्तिनाथ गाइज, मुक्तिनाथ। हामी अब झर्दैछौँ। हिमालको चिसो चिसो फाइनली हामी यहाँ आइपुग्यो। रमाइलो भइरहेछ, चिसो चिसो मौसम। मन्दिर हो त्योभन्दा उतापट्टि, त्यो मन्दिर छ नि, त्यो एउटा मन्दिर देखाएको छ नि, त्योभन्दा उतापट्टि। ल है गाइज, हामी चाहिँ नछुट्टीमै सँगसँगै हिँड्नुपर्छ है, सँगसँगै हिँड्नुपर्छ है।
एकछिन हाम्रो खुच्चिएर राखेन हाम्रो चाहिँ हिँडाइ चाहिँ यो छ तलमाथि एउटा ग्रुप यता छुटेर नि अर्को ग्रुप यता छुटेर नि चिसोले यहाँ पनि पुरै गाला साला ओटसोट फुटिसक्यो मुख पनि धुन सकेन तातो पानी बिना पानी पिउनै सकेन हामी चाहिँ मन्दिर प्रवेश गर्दैछौँ ग्रुपको टोलीहरू यता हुनुहुन्छ ए कसको ब्याग हो यो ए सुल्झोलाले से कान्छोमा हाले जाम ल टोइलेट माथि छ यहाँ आमा छोरीहरूलाई चाहिँ गाह्रो भयो कि हाम्रो पुन्टीलाई के भयो नानी कस्तो राम्रोसँग बनाइरहेको छ सबै यहाँ मन्दिर बनाउनु थाल्यो अब 7 वटा हाल्यो ए ल सबले बनाउनु थाल्यो अब म पनि बनाउनु पर्यो सबले बनाउनु थाल्यो यस्तो रहेछ क्या सबैतिरै यस्तो है 7 वटा एउटा मेरो त फिनिश भयो मेरो नि फिनिश यस्तो हुन रहेको छ यहाँ सानो ठुलो घाउ चल्नै सकेन हो आगो कथा गरिसक्यो यहाँ सब फुटेर हेर त्यस्तो गर्नुहुन्न नि पाप लाग्छ है ल ए जम्मै ल 10 बज्नु लागिसक्यो छिजाम ल फाइनली गेटमा आइपुग्यो मैले दिएर तारा अब मैले फाइनली आइपुग्यो हामी गेटमा गाह्रो टोलीहरू अझै पछाडि छ यो नानी है हिँडेको जम्मा त्यहीबाट होइन टोलीहरूलाई त्यहाँबाट हिँड्दा नि यति हिँड्दा नि गाह्रो बनाइसकेको छ अब हिँड्न त सकिसक्यो अब यति हो छैन अब सक्यो अब जाँदा त एकछिन भ्यू हेर नि केटा भ्यू पारी भ्यू ओ माई गड ओहो हामी पहिला यस्तो थियो अहिले यस्तो छ यार ठ्याक्कै 1 घन्टा त्यो यो ठ्याक्क डाँडाको उतापट्टि गएर क्या मन्दिर यो डाँडाको ठ्याक्कै कोप्सामा हो कि भित्रपट्टि अनि सजिलो ठाउँमा त अनि कहाँ बस्दा नि भगवान् नि ल है यस्तो छ यहाँको दृश्य यो मेरो ब्लगमा सेकेन्ड टाइम क्याप्चर भएको दृश्य हो हेर रुखहरू नै कस्तो राम्रो छ है सुकेको भए पनि
टाउको दुखेको छ Kayak ukalan bari buona rin mas ora sih kami onan tayo. यहाँको खोलाहरू चाहिँ पुरै आइसको डल्ला हेर्नु न चिसोले सबै आइस डल्ला हुनु बस्यो फाइनली मन्दिरमा आइपुग्यो जाबै नारी छ आमा नारी न जाबै होइन नारी छ कुर्छुट लुम त अब ए छामाको जाउँ राम धन्नु राम राम त जान्छ राम त जान्छ जानु तिमी जानु हो बैनार छ केटाहरू चाहिँ पानीमा अब 108 धारामा जानलाई रेडी भइसकेको छ म त भागिदिन्छु बिस्तारै 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 यहाँबाट हो बिस्तारै चिप्लेलाई चिप्लेलाई सँगै जाऊ ल सँगै तिनजना सबैजना हुनु ल ल जा 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 बिस्तारै हो बिस्तारै सक्छ गाइज ल ल ल ल ल ल ल ल ठिक छ ल ल ल जय ल है बिस्तारै जानु भयो बिस्तारै ल बिस्तारै जाने यहाँ तिनचोटि झ्याप झ्याप गर्ने सक्छ भने खोज्ने नत्र तिनचोटि झ्याप झ्याप
बाबु तीनचोटि दुबा न एकदम यो चाहिँ जाम्नेको तर्फमा चाहिँ एकदम उहाँहरू गोविन्दको पैसा खर्च पैसा केटा पैसा खर्च पैसा पैसा खर्च पैसा टिपेछ ठिक छ ल गाइजहरूले निकाले पैसा ओ अब नाइस खै देखाउ त तिनटा पैसा दाम भेटिस दुईटा ल गुड ल आइज दुईटा भेटाएर ल देखा नाइस ल ओके ल उता हिँड्नु उता लिएर हिँड सक्यो मेरो अब ल चाहिँ गर्नु पर्यो यार म चाहिँ अहिले माथि पूजापाठहरू सबै सकेर फर्किँदैछ यहाँ आमा पार्टीको फोटो खिच्ने कार्यक्रम भइरहेछ आमा पार्टी त नि अहिले चाहिँ हिमाल चाहिँ पुरै खुलेको छ है झलालाला बलेको छ न्यानो भयो